हेलो वेलकम टु साथीहरू मेरो मिनी ब्लगमा हजुरहरूलाई आज चाहिँ म पाक्चोएको साग त बजारमा किनेर खानुभएको होला, बजारबाट बिउ ल्याएर छर्नु भएको होला, अनि त्यसपछि कसरी फुल्छ त, अनि त्यसको दाना कसरी निस्किन्छ त भनेर हजुरहरूलाई थाहा छैन भने चाहिँ मैले यहाँनेर ब्लगमा देखाउँदै छु है। सेम तोरी जस्तै फुल्ने हो। यहाँनेर हेर्नुस् न, मौरी पनि कति धेरै आएको छ है। सेम तोरी जस्तै हो नि त, तोरी प्रजातिमै पर्ने हो नि त, त्यही भएर तोरी जस्तै हुन्छ, तोरी जसरी नै फल्छ, तोरी जसरी नै हामीले बिउ राख्न सक्छौँ। अनि एकपटक यसरी बिउ राखिसकेपछि त हामीले फेरि सधैँलाई बिउ किन्न परेन नि त, आफ्नै घरमा भएको बिउ युज गर्न सक्यौँ, बजार जाने झन्झट पनि भएन। त्यही भएर हजुरहरूले पनि बिउ बनाउन सक्नुहुन्छ है त। यहाँनिर सुन्नुहोस् न, मौरीहरू कराइरहेछ, कति धेरै मौरी छ है। यस्तो राम्रो फुलेको छ, हेर्दा पनि सुन्दर, अनि मौरीलाई पनि खाना, अनि आफूलाई पनि बिउ।